नमस्ते सबैजनालाई। आज हुन गइरहेको नेपाल वर्सेस युएई महाभिडन्त म्याच प्रिभ्यू ल्याएर फेरि पनि उपस्थिति भइसकेको छु। नेपाल वर्सेस युएईमा महाभिडन्त त्यसै भनिँदैन, किनकि नेपाल र युएईको भनेको पुरानो दुश्मनी सहित एल क्लासिको जस्तै हो। नेपाल रिसेन्ट फर्म, नेपालले 5 खेलमा 4 जितेको छ र युएईले 3 म्याच जितेर 2 गेम हारेको छ। नेपाल र युएईको विनिङ प्रोबेबिलिटी कस्तो छ हेरौँ है त। यो गेम नेपाली समर्थकले फाइनल जति रुचाएका हुन्, तर यो गेम 4:15 सुरु हुनेछ। अब हामी कुरा गर्छौँ युएईको की प्लेयरहरूको बारेमा। मोहम्मद हसिम, टप अर्डर ब्याट्सम्यान, पावर हिटर। उनले जति बेला पनि खेलको दिशा परिवर्तन गरिदिन सक्छन्। भिक्टर आर्यन, टेक्निकल इनिङ गर्ने ब्याट्सम्यान। उनले मिडल अर्डरमा स्थिर ल्याउने काम गर्छन्। अर्का प्लेयर रहेका छन् सुमित शर्मा, फास्ट बलर, सुरुवाती ओभरमा विकेट निकाल्न सक्ने खतरनाक। नेपाली टप अर्डर ब्याट्सम्यानलाई दबावमा राख्ने क्षमता। नेपाली साइड की प्लेयर, मिडल अर्डरमा स्थिर दिने क्षमता। विगतमा उनले युएई विरुद्ध धेरै राम्रो रन बनाएका छन्। नम्बर 2 कुशल भुर्तेल, पावरफुल ओपनर, सुरुवाती ओभरमा छक्का चौका हानेर नेपाललाई जिततर्फ दौडाउन सक्छन्। उनले विगतमा युएई विरुद्ध धमाकेदार हाफ सेन्चुरी हानेका छन्। नम्बर 3 सन्दीप लामिछाने, मिडल अर्डरमा विकेट निकाल्न सक्ने मुख्य हतियार। उनी युएई विरुद्ध सधैँ घातक साबित भएका छन्। नेपाली क्रिकेट सम्बन्धी अपडेट लिनका लागि हाम्रो च्यानललाई लाइक, सेयर, सब्स्क्राइब हानिदिनुहोला।